नमस्कार साथीहरू, तपाईँ अहिले स्वस्थ हुनुहुन्छ होला, तर तपाईलाई थाहा छ तपाईको शरीरभित्र धमिरा जस्तो रोग पलाउँदैछ। एकछिन सोच्नुहोस् त, जसले आज होइन भोलि होइन तपाईको जिन्दगीलाई खतरामा पार्न सक्छ। यस्तो नेपालका सबैभन्दा धेरै मान्छे बिमारी किन हुन्छन्? रोग चाहिँ किन बेला न कुबेला लाग्छ होला? किन अस्पतालहरू भरिन्छन् तर त्यसको समाधान छैन? र आज हामी यस बारेमा कुरा गर्नेछौँ नेपालका 5 प्रमुख स्वास्थ्य समस्याहरूको बारेमा र तिनीहरूको सजिलै समाधान कसरी गर्न सकिन्छ। समयमै थाहा पाउनुभयो भने तपाईँ पनि यी रोगहरूबाट बच्न सक्नुहुन्छ। त्यही भएर भिडियोमा अन्तिमसम्म रहनुहोला। यो रोगहरू बाहिर देखिँदैनन् तर भित्रभित्रै तपाईको मुटुलाई च्याप्दैछ। हाई ब्लड प्रेसर यो एक साइलेन्ट किलर जसरी शरीरभित्र काम गर्छ। यसका मुख्य कारणहरू के हुन् त? उच्च रक्तचाप हुनुका, हामीले दैनिक रूपमा सेवन गर्ने नुन, आयोडिन, धेरै नुनले यसको के गर्छ? उच्च रक्तचाप बनाउँछ। अनि तपाईको अर्को छ तनाव। मान्छेले धेरै जसले तनाव लिन्छ त्यसले चाहिँ अर्को चाहिँ के गर्छ? उच्च रक्तचाप गराउँछ। मोबाइल स्क्रोल गर्दै निदाउनु, यो कारणले चाहिँ तपाईको जीवनमा उच्च रक्तचाप हुने डर जब तपाईँ 30 वर्ष क्रस गर्नुहुन्छ अनि सुरु हुन्छ। र तपाईको यसलाई समाधान गर्न के गर्न सक्नुहुन्छ त? बिहान 30 मिनट जति हिँड्नुहोस् र बीपी चेक गरिराख्नुहोस्, के कस्तो छ आफ्नो हेल्थको कन्डिसन बारे जाँचिराख्नुहोस्। फ्रेस खाना खानुहोस्, प्याकेट फुड होइन। यदि फ्रेस खाना खाने बानी बसाल्नु भयो भने केही हदसम्म यो कम हुने गर्छ। र अर्को छ आजको म्यालन्युट्रिसन, बिमारी शरीर खाली थाल। जस्तै बालबालिका झुक्की शरीर, स्कुल भोको, टिफिनमा चाउचाउ। बालबालिकालाई के भइराखेको छ त आजभोलि? एउटा स्कुलमा भोकै, टिफिनमा चाउचाउ, यस्तो खानेकुराहरूले म्यालन्युट्रिसन सम्भावना एकदमै निम्त्याउने गर्छ। नेपालमा कुपोषणको कारणले बच्चाको दिमाग, शरीर अनि भविष्य सिद्धाइरहेको छ। यो पक्कै पनि तपाईहरूलाई थाहा नै छ होला, तर हामी सोच्दैनौँ। पेट त भरियो नि, यही बारेमा मात्रै सोच्छौँ, तर के खाइरहेका छौँ त्यो सोच्दैनौँ। ओन्ली राइस। समस्या चाहिँ के हो? ओन्ली राइस, जङ्क फुड, फलफुल र प्रोटिनको अभाव हुनु म्यालन्युट्रिसनको प्रमुख कारण नै यही हो। जहिले पनि नेपालीहरूको बानी छ भात मात्रै खाने, त्यसमा प्रोटिन, भाइटामिन्स यो कमी हुन्छ, त्यस कारणले म्यालन्युट्रिसन हुने सम्भावना हुन्छ। र यसको समाधान पनि सजिलै छ। हामीहरूले दैनिक उपभोग्य गर्ने वस्तुलाई अलि मिलाएर खान सक्यो भने चाहिँ, जस्तै अन्डा, सागसब्जी, चना दाल सस्तो तर शरीरलाई शक्ति दिने खानाहरू हुन्। घरको बारीको कोमल पोषण आउने खानाहरू जस्तै सागसब्जीहरू पनि खान सकिन्छ। यो गरेर हामीले म्यालन्युट्रिसनको उसलाई कम गर्न सकिन्छ। अहिले नेपालमा म्यालन्युट्रिसनको दर पनि दिन प्रतिदिन बढ्दै गएको देख्न सकिन्छ। को छ किडनी प्रब्लम, सानो दुखाइ भयो कि पेन किलर। जस्तै आजभोलि सामान्यतया हामीले मेन्सुरेसन हुँदाखेरि पेन किलर खाएको देख्न सक्छौँ, तर यही बानीले तपाईको मुटु, मृगौला दुवै बिगार्न सक्छ। सामान्य टाउको दुख्ने अनि हल्का पेन हुने कहिलेकाहीँ भयो भने चाहिँ हामीले पेन किलर खाने गर्छौँ, तर यही बानीले चाहिँ तपाईको मुटु, मृगौला दुवै बिगार्न सक्छ। यो छोटो समयमा इम्प्याक्ट नदेखिए तापनि लामो समयमा इम्प्याक्ट देखिन्छ। यसको खतराहरू: सेल्फ मेडिसिन, तपाईहरूले आफै चाहिँ मेडिसिन लिनुहुन्छ, डाक्टरको सल्लाह बमोजिम सेल्फ मेडिसिन लिनुहुन्छ। अनि हाम्रो अहिले सबैमा हुनुपर्ने लेस वाटर, पानी हामीले कम खान्छौँ। अनि स्पाइसी र ओइली फुड, हरेक दिन हामीले तारेको खाने कुराहरू खान्छौँ, त्यस कारणले यसको खतराहरू बढिरहेको छ। यो किडनी प्रब्लमको पनि समस्या समाधान गर्न सकिन्छ र यसलाई पेन किलर बिना डाक्टरको सल्लाह बमोजिम नखानुहोस्, यसले तपाईको उसलाई समस्या गर्न सक्छ। र अर्को छ दिनको 2-3 लिटर पानी पिउनुहोस्।
हरेक 6 महिनामा टेस्ट गर्ने बानी गर्नुहोस्। जस्तै आफ्नो शरीर भनेको हामीलाई अनेक समस्या हुन्छ, तर जस्तै हामीले कहिले पनि सोचेका छौँ त हामीलाई जब विभिन्न समस्याहरूले घेरिरहेको हुन्छ, तर जब हामीलाई शरीर बिमारी हुन्छ तब एउटा मात्रै समस्या हुन्छ, त्यो हो शरीर बिमारी छ, अरू समस्याहरू हुँदैन त्यो बेला। त्यस कारणले शरीरको चेक जाँच प्रत्येक महिना गर्न आवश्यक छ। आजको मेन्टल हेल्थ भित्रको घाउ देखिन्न, तर के हुन्छ यो जुन मानसिक समस्या छ यो सबैभन्दा अहिलेको दुर्गतिको दशा बनेको छ। सबैजना राम्रो देखिन्छन् तर धेरैको मनभित्र घाउ हुन्छ। कसैले देख्दैन, कसैले बुझ्दैन, कसैलाई के को टेन्सन छ, कसैलाई के को टेन्सन छ। कारणहरू के हुन् त? मेन कारणहरू के हुन् त यस्तो मेन्टल टेन्सन हुनुको? सोसल मिडियाबाट कम्प्यारिजन गर्नु। सोसल मिडियामा फेक छ भन्ने सबैलाई थाहा नहुन सक्छ। र बालबच्चामा पढाइको प्रेसरले गर्दा पनि मेन्टल हेल्थ बिग्रिएको हामीले दिन प्रतिदिन देख्न सक्छौँ। एक्सप्रेस गर्न नपाउनु, केही चिज आफूलाई लागेको कुरा आफूलाई भएको समस्याको बारेमा सजिलै अभिभावक अथवा टिचरहरूसँग एक्सप्रेस गर्न नपाउनु। र यसको समाधान अब हामीले खुलेर कुरा गर्ने बानीले चाहिँ यसको अलि समाधान राम्रोसँग हुन्छ। र मेडिटेसन, मर्निङ वाक, मेडिटेसन नै सबैभन्दा ठुलो आजभोलि हतियारको रूपमा लिएको छ। तर हाम्रो पूर्वजहरूले खासै मेडिटेसन गरेको हामीले देख्दैनौँ, किनकि उनीहरूमा सोसल एन्जाइटी खासै थिएन। किनभने उनीहरू आफ्नो काम गर्थे, धेरै सोसल मिडियामा कम्प्यारिजन पनि हुने थिएन, अनि त्यति बेला धेरै पढाइको प्रेसर पनि थिएन, ओन्ली फिजिकल मेहनत हुन्थ्यो। त्यस समाधान गर्न हामीले आफ्नो साथीहरूसँग धेरैभन्दा धेरै समय बिताउन सक्छौँ। बाहिरी खेलहरू खेल्न सक्छौँ, जस्तै मोबाइल नभएर बाहिरी फिजिकल गेमहरू खेल्यो भने चाहिँ यसको समाधान सजिलै गर्न सकिन्छ। र वातावरण प्रदूषण, काठमाडौँको हावा अब सास फेर्न होइन रोग सार्न बनेको छ जस्तो भइसकेको छ। किनकि यति धेरै प्रदूषण काठमाडौँ लगायतका अन्य ठुला सहरहरूमा हामीले देख्न सक्छौँ कि जसले बालबालिकादेखि बुढाबुढीसम्म दम, खोकी, एलर्जी लगायतका असरहरू देख्न थालेको छ। यसले सजिलै हाम्रो लङ्स ड्यामेज गर्ने, अनि श्वास प्रश्वासमा समस्या गर्ने, पेटको समस्या गर्ने जस्ता कारणहरू निम्त्याउँछ। र यसलाई यो समस्यालाई समाधान गर्न हामीले मास्कको अनिवार्य रूपमा प्रयोग गर्न सकिन्छ। र रोग लागेपछि उपचार महँगो हुन्छ, तर बच्ने उपाय थोरै सचेतना मात्रै हो। यदि तपाईहरू जिम्मेवार नागरिक बन्नुहुन्छ भने तपाईको लागि मात्र होइन, तपाईको आमा बुवा र बच्चा र भविष्यको लागि हो। त्यसकारणले अब तपाईलाई थाहा भयो नेपालका सबैभन्दा सामान्य देखिने तर खतरनाक रोगहरू के हुन्। अब तपाईलाई यो भिडियो मन पर्यो भने यो भिडियो शेयर गर्नुहोस्, ताकि अरूले पनि यस्तो विषयमा बस्न सकुन्। लाइक गर्नुहोस्। यदि तपाईलाई स्वास्थ्य सचेत हुन छ र कुनै पनि कुराको जिज्ञासा अथवा कस्तो खालको भिडियो चाहनुहुन्छ, सब्स्क्राइब गर्नुहोस् र कमेन्टमा मिठो कमेन्ट पनि गर्नुहोस्। जय नेपाल, स्वास्थ्य रहौं, सचेत बनौं। धन्यवाद।